पहाडहरूले घेरिएको सानो गाउँमा 24 वर्षीय मार्को नामको एक जवान बस्थ्यो। उसको मन सधैँ अशान्त हुन्थ्यो। दिनभर विभिन्न सोचहरू आउँदा जाँदा गर्दा उसले साह्रै अशान्ति महसुस गर्थ्यो। भूतकालको दुःख र भविष्यको चिन्ताले उसको मनलाई झन्झटको बादल जस्तो बनाइदिएको थियो। उसले शान्ति महसुस गर्न सक्दैनथ्यो, राम्रोसँग सुत्न पनि पाउँदैनथ्यो, मुस्कुराउने पनि बिर्सिसकेको थियो। एक दिन मार्कोले पहाडको टाकुरामा अर्को गाउँको बारेमा सुन्यो। त्यहाँ एउटा बुद्धिमान बुढो मानिस बस्ने गर्थ्यो भन्ने कुरा थियो। उनी पहिले शहरको प्रसिद्ध मनोवैज्ञानिक थिए। धेरै मानिसहरूलाई मनको शान्ति पाउन सहयोग गरेका थिए। अहिले उनी वृद्ध भएपछि शहरको हल्लाबल्ला छोडेर प्रकृतिको काखमा शान्त गाउँमा बस्छन् र भेट्न आउनेहरूलाई जीवनका गहन कुराहरू सिकाउँछन्। आशावादी भएर मार्कोले ती बुढाको भेट्ने निर्णय गर्यो। धेरै दिनको लामो यात्रापछि उहाँको गाउँ पुग्दा हरियालीले छेकिएको सानो घरको ओढ्याइमा बुढो शान्त चित्त दृष्टिले बसेका थिए। मार्कोले धीरेसे भने, बाजे, मेरो मन अशान्त छ, सोच बन्द हुँदैन, म शान्ति खोज्दैछु। बुढाले आँखा खोलेर शान्त मुस्कान हाँस्दै भने, शान्ति? त्यसो भए मेरो पछि आऊ। उहाँले मार्कोलाई आँगनमा लगेर एउटा गिलास पुरै पानीले भरिदिए। झुम्क्यो भने चुहिने गरी, यो गिलास लिएर गाउँको छेउसम्म जाऊ र फर्केर आऊ, तर एउटा थोपा पनि खस्न नदेऊ। मार्को आश्चर्यचकित भयो, तर उसले चुनौती स्वीकार गर्यो। गिलासलाई सावधानीपूर्वक समातेर उसले हिँड्न थाल्यो। बाटो साँगुरो थियो, मानिसहरूको भिड थियो, कुकुरहरू भुकिरहेका थिए, दोकानदारहरूले ग्राहक बोलाइरहेका थिए, तर मार्कोले चारैतिर हेरेन। उसको ध्यान केवल गिलासमा केन्द्रित थियो। ढिलो र सतर्क कदमहरूले उसले यात्रा पूरा गर्यो, एउटा थोपा पनि नखसाइकन। बुढाको अगाडि पुगेर उसले गर्वले भने, बाजे, मैले गरेँ, एउटा थोपा पनि खसेन। बुढाले हाँस्दै भने, राम्रो काम, तर भन त, बाटोको किनारमा खेलिरहेका केटाकेटी तिमीले देख्यौ? कुकुरहरूको भुकाइ सुन्यौ? मार्को चकित भयो। होइन, मैले केही देखिन, सुनिन, म त गिलासमा मात्र केन्द्रित थिएँ। त्यही त रहस्य हो, बुढाले कोमल स्वरमा भने। जब तिम्रो मन वर्तमान क्षणमा हुन्छ, त्यतिखेर त्यहाँ डर, अशान्ति र फाल्तु सोचहरूको लागि ठाउँ हुँदैन। तिमी केवल गिलासको पानीमा ध्यान दिइरहेका थियौ। त्यतिखेर तिम्रो मन पूर्ण शान्त थियो, न भूतकालको दुःख न भविष्यको चिन्ता। शान्ति बाहिर खोजिने कुरा होइन, वर्तमानमा जिउँदा पहिल्यै भित्र हुन्छ। मार्कोले बुढाको भनाइबाट गहिरो सिकाइ पायो। उसले झुकेर आदर जनाउँदै भने, बाजे, अब बुझे, मन शान्त गर्न वर्तमान क्षणमा जीवन बिताउनु पर्छ, त्यहीबाट साँच्चीको शान्ति आउँछ। बुढाको अनुहारमा सन्तुष्टिको मुस्कान फिज्यो। सूर्य अस्ताउँदै गर्दा मार्कोले फर्कने बाटो लियो। अब ऊ त्यो अशान्त युवक थिएन, उसले आफ्नै भित्र रहने शान्तिको कुनाब पाइसकेको थियो।